ल साथीहरु, अहिले चाहिँ म यो ठ्याक्कै चाम्लादाङको बीचमा आइपुगेको छु। यतातिर चाहिँ हाम्रो मालमासी अलैँची खेती प्रशस्त मात्रामा देख्न सक्नुहुन्छ। यहाँ चाहिँ अलिकति चिसो जमिन भएकोले गर्दाखेरि यो क्षेत्रमा चाहिँ अलैँचीको पकेट जोन भनेर पनि भन्न सकिन्छ। अगाडि देख्नुभयो होला, अत्यन्तै राम्रो अलैँची खेती भएको छ। यो हाम्रो गाउँ स्कुल चाहिँ यहाँ माथि रहेको छ। म यो बाटो यहाँ माथिबाट यता टर्निङ हुन्छ स्कुलको छेउतिर, त्यहाँ पनि थोरै देखाउने छु अहिले है त। यो चाहिँ चाम्लादाङको पुच्छर गाउँ। यहाँबाट खरबारी हुँदै यता यहाँ तल यहाँ ठ्याक्कै यो बीचमा गाउँ भएको ठाउँमा आएपछि बाटो सट्टै यसरी तलबाट यता आउँछ र खरे खोलाको छेउबाट टर्निङ भएर यो बाटो हुँदै यहाँ आइपुगिन्छ। यो चाहिँ ठ्याक्कै यो माथिल्लो घर चाहिँ हाम्रो यहाँ चाम्लादाङमा पढाउनु हुने हिन्दबहादुर गुरुङ हिन्द सर को पुरानो घर हो। उहाँहरू अहिले विराट चोकमा बसोबास गर्नुहुन्छ। अब यहाँबाट सट्टै चिचिलातिर टर्निङ जान्छ यो बाटोको, हेर्नु होला। यहाँ चाहिँ हाम्रो यो ठ्याक्कै सीताराम भाइहरूको भेडाको गोठ रहेको छ। यो माथि घर, यहाँबाट चाहिँ बाटो उता चिचिलातिर जाने रहेछ टर्निङ। यो पहिलेको सुन्तलाबारी रहेको छ। पारी खारतम्चा ढुकुरबास छाँगे। अहिले चाहिँ म यो ठ्याक्कै चाम्लादाङमा रहेको कालिका आधारभूत विद्यालय, जहाँ मेरो 5 कक्षासम्मको अध्ययन पुरा भएको थियो, यहाँ उपस्थित भएको छु। यो विद्यालय भवन ठ्याक्कै यहाँदेखि चाहिँ बाटो टर्न भएर उता चिचिलातिर दोस्रो टर्निङ, तलदेखि दोस्रो टर्निङ आएर यहाँबाट टर्न हुने रहेछ। यहाँ पतिर एउटा भवन देख्न सकिन्छ, यो सामुदायिक भवन हुनसक्छ। यहाँ माथिको घर हाम्रो मेगी दाईहरूको घर हो, मेगी गुरुङ। यहाँ चाहिँ पहिले अब धेरै गुरुङहरूको बसोबास रहेको थियो। अब हामी यही बाटो हिँड्थ्यौँ पहिले, यो गोरेटो भएर माथि घरदेखि जाने आउने गर्थ्यौँ विद्यालय। अहिलेको अवस्था यस्तो रहेको छ। यो निकै राम्रो चिटिक्क परेको भवन श्री कालिका आधारभूत विद्यालय, स्थापना 2015 साल, सडानन्द नगरपालिका 3, खारतम्छा, चाम्लादाङ, भोजपुर, प्रदेश नम्बर 1। यो चाहिँ यहाँ रहेको यो आधारभूत विद्यालय। यहाँ 5 कक्षासम्म हामीले पढेको। यो विद्यालयमा आइपुग्ने अवसर आज जुटेको छ, धेरै खुसी लागेको छ। विद्यालयको कम्पाउन्ड चाहिँ अलिकति कम नै हो, अझ कम भएछ यहाँ पहिरो लडेर। यहाँ डिलमा एउटा मेलको बिरुवा थियो, त्यो मेलको बिरुवा पनि लड्यो या त काटियो, त्यसले केही रोकावट चाहिँ थियो। अब यो अझै पहिरो लड्ने सम्भावना रहेको छ। यहाँ चाहिँ बोट बिरुवाहरू लगाएर पहिरोलाई रोकथाम गर्न सकिने अवस्था छ। खेल्ने ग्राउन्ड चाहिँ अलि सानो भए तापनि यो आधारभूत विद्यालय अत्यन्तै राम्रो रहेको छ। यो हाम्रो गाउँको खुसी लागेको छ। यो चिचिला पाङखाली बडाको घर छेउ यो बोयालीको घर, पहिले यता सानदिङला, कनालुङ, सिक्तेलटार, सैमा, ढुकुरबास, छाँगे झरना, खारतम्छा, सानो खारतम्छा, भोटेछाप, पाएखा। यो हाम्रो अघि कुरा गरेको पाङखाली बडाको घर, मूल घर, पहिलेकै घर रहेछ। तल देखेको यो खरबारी अघि मैले बयान गरेँ, त्यो पुल खरबारी पलतिरको पुल तरेर आइयो। पुल तर्नलाई निकै गाह्रो भयो त्यहाँ मोटर बाइक तार्नको लागि। पुलको अलिकति चौडाइ सानो देखियो। यस्तै रहेको छ। ठ्याक्कै यहाँ माथि यो स्काई लाइनमा देखिएको यो बाँसको रुखहरू चाहिँ पहिले हाम्रो बारीको पुच्छर हो।
त्यही माथि हाम्रो घर रहेको थियो। त्यहाँ देख्दा पनि निकै खुसी लागेको छ। अहिले यहाँबाट देखिरहेको छ। अब यो अगाडिको बाटो उता चिचिला भएर घुमेर फेरि ठ्याक्कै त्यो माथिको हाम्रो घर भएको ठाउँमा नै आउनेछ। म देखाउँदै जानेछु। यहाँ तल यो देखिएको चाहिँ हर्क तामाङ भन्ने सम्धीको घर हो। उहाँले सम्धी भनेर बोलाउनुहुन्थ्यो। उहाँ बितेर गइसक्नु भयो। उहाँको घर यहाँ रहेको थियो। उहाँ चाहिँ हुलाक सेवामा हुलाकी भएर काम गर्नुहुन्थ्यो। ठ्याक्कै यो चाहिँ यो चिचिलाको सिरानमा यहाँ खड्ग तामाङ, बुद्धिमान तामाङ, बलकुमार तामाङहरूको घर रहेको ठाउँ। ठ्याक्कै यहाँ चाहिँ बलकुमार तामाङ भान्जाको घर थियो। अहिले चाहिँ उहाँहरू पानबारीमा बस्नुहुन्छ धरान। यहाँ चाहिँ अहिले यस्तो रहेको छ। अलैँची खेती चाहिँ निकै राम्रो देख्न सकिन्छ। यहाँ माथि देखिएको चाहिँ हाम्रो दलबहादुर तामाङ सम्धीको घर चिचिलामा। यहाँको यो पुरानो बरको रुख पारिदेखिको अब डाँडाहरू सजिलै सन्दिङला, कुनालुङ, तल सिक्तेलटार। यहाँ माथि देखिएको चाहिँ भैँसे बैदार भन्ज्याङ कि मालुङको एरिया रहेको छ। त्यहाँदेखि माथि सुर्के तलखर्क, यहाँनिर यो सजिले भन्ने ठाउँ। यहाँ चाहिँ 2-4 घर पहिले घरको बसोबास रहेको थियो। विश्वकर्मा साथीहरू बस्नुहुन्थ्यो। अहिले चाहिँ एउटा मात्रै घर देखियो। बसाइसराईको असर हुनसक्छ। माथि सान्दिङला यतातिर यो सान्दिङला कनालुङ, त्यो तल देखिएको सिक्तेलटार। चिचिलाबाट यो बाटो टर्निङ भएर आएर चाहिँ ठ्याक्कै अहिले चाहिँ यो हामीले पानी खाने धारा, यो भिरको फेदको पानी खाने धारामा आइपुगेका छौँ। यहाँदेखि यो खोला, यो खोलादेखि घरती खोला भन्थ्यो यसलाई। यो खोलादेखि लिएर उतापट्टिको यो सबै जमिनहरू चाहिँ हाम्रो रहेको थियो पहिले। यस्तै रहेको छ। पर 2-3 जना आउँदै हुनुहुन्छ को हो। अब यहाँ बाटोमा भेटिन्छ। यो छाँगा जस्तो थियो। यो यहाँदेखि गडेर माछा मार्थ्यौँ हामीले। छाँगा अहिले पनि रहेको छ। यताबाट 3 जना साथीहरू आउँदै हुनुहुन्छ। केही समस्या देखिन्छ यहाँ। यहाँ देवीथान रहेको थियो। देवीथान रहेको थियो यहाँनिर। जनजीवन यस्तै छ। यो उता चाहिँ हामीले पानी लिन आउने बाटो, तर अहिले चाहिँ मोटरेबल बाटो भएको छ। कच्ची भए पनि बाइक, टेम्पो, ट्र्याक्टर कुदाउन सकिने भएको रहेछ। ठ्याक्कै यो हामीले नुहाउने पानी खाने धारा। यहाँ चाहिँ ट्याङ्की बनेको रहेछ। पर झर्ना जस्तो देखिन्छ। यो पहिले पनि थियो, छङछङ गर्दै झर्ना, सानो झर्ना झरिरहेको अहिले पनि देख्न सकिन्छ। यहाँ देवीथान, देवीलाई म नमन गर्दछु, नमस्कार गर्दछु। ज्ञान दिनुहोस्, बुद्धि दिनुहोस्, शक्ति दिनुहोस्, रोग कष्ट हरण गरिदिनुहोस् भन्ने कामना गर्दछु। र अब यहाँबाट अगाडि चाम्लादाङ हाम्रो मेरो घरतर्फ प्रस्थान गर्दैछु। हेर्नु होला है त। यो चाहिँ ठ्याक्क भन्नुपर्दा धाराको डाँडा। तर यहाँ अहिले हामीले बर र पिपल रोपेका थियौँ। बाटो खन्दाखेरि बर र पिपल चाहिँ यहाँ उखलिएछ। धर्मको लागि हामीले रोपेका थियौँ। त्यसमा विकास, निर्माण, पूर्वाधार विकासको लागि केही हामीले गुमाउनु पर्ने हुन्छ। हाम्रो चाहना थियो यहाँ एउटा चौतारा बनाइदिने। तर बर पिपल नै नभएपछि हामीले चौतारा नबनाउनेमा पुगेका छौँ हामी। यहाँ चाहिँ एउटा सानो फलाइजा जस्तो बनाउनु भएछ। यहीँको कोही दाईहरूले बनाउनु भयो होला। तामाङ दाईहरूलाई बेचेको जग्गा हो हामीले। खुसी लाग्यो। जे होस्, यता चिचिला तलको सिक्तेलटार। खुसी लाग्यो चौतारा बनाइदिनु भएछ। यहाँ बस्छौँ। त्यस पछाडि हामी बसेर एकछिन बसेर हामी अगाडि लाग्छौँ है त। हेलो फाइनली गाइज, म चाहिँ मेरो पुरानो घर भएको ठाउँमा आइपुगेको छु। यो खन्युको रुख धेरै पुरानो हो। यो नस्पतिको रुख धेरै पुरानो। यहाँ नस्पतिको रुखको फेदबाट बाटो थियो। अहिले चाहिँ माथिबाट बाटो खनिएछ। पुरै जङ्गल भएको अवस्था छ।
यहाँ चाहिँ पुरै खेती गरिन्थ्यो। तर यो कहाँनिर हो भनेर मलाई पनि यो अनौठो लागिरहेको छ। यहाँ यो अगाडि देखेको चाहिँ मेरो घर हो, पहिले बिक्री गरेको छु तामाङ दाजुलाई। यो माथिको डाँडाहरू, यहाँ माथि भैँसी काट्ने डाँडा धेरै माथि जस्तो लाग्थ्यो, यही माथि छ। यहाँ माथिको पैँयौको रुख अहिले पनि छ रहेछ। खुसी लाग्यो यो रुखहरू देख्दाखेरि। यो रुखहरूले मलाई स्वागत गरेको जस्तो लाग्यो। हुर्केको ठाउँ, जन्मिएको ठाउँ, लगभग 22-25 वर्ष बसेको ठाउँ अत्यन्तै प्यारो महसुस भइरहेको छ। खुसी लागेको छ। यहाँ हामीले अरूलाई नै बिक्री गरेको भए तापनि अत्यन्तै खुसी लागेको छ। हामीलाई हुर्काउने आमालाई भेट्न आएको छु जस्तो लागेको छ। जन्म दिने आमा पनि स्वर्गवास भइसक्नु भएको छ। उहाँको प्रेरणा, अत्यन्तै उहाँको मायाभावलाई यहाँ प्रष्ट रूपमा भित्र अन्तरात्माबाट सम्झिरहेको छु। उहाँको वैकुण्ठमा बास होस्, स्वर्गमा बास होस्, जहाँ रहे तापनि हामीलाई देखिरहनु भएको छ भन्ने लागेको छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। यो अगाडिको घर हामीले बनाएको हो, एउटा चाहिँ ढलेछ, एउटा उहाँहरूले स्याहार सम्भार गरेर राख्नु भएको रहेछ। खुसी लाग्यो। म अगाडि पनि जाँदैछु है त। यो चाहिँ ठ्याक्कै मेरो घर पहिलेको। यहाँनिर चाहिँ पुरानो घर थियो। 90 सालको भूकम्प पछाडि बनाइएको घर थियो। यो जहाँ भैँसी बाँधिएको छ त्यहाँ, त्यो चाहिँ भत्किएको अवस्था छ। यहाँ एउटा ढुङ्गा थियो, सानो ढुङ्गा, यहाँ देखिरहेको छु मैले। यो अहिले पनि रहेछ। तलको बरको बोट यो अहिले पनि रहेको छ। आरुचाको बोट पुरानै हो, यो रहेको छ। खुसी लाग्यो। यहाँ पर मेलको बोट त्यो पनि पुरानै रहेको छ। बाँसघारीहरू यो पुरै भयो। यहाँ रुन्चेको रुख, यहाँ माथि बरको, त्यो पनि अहिले रहेको अवस्था छ। यो घर हामीले नै बनाएको, यो पाली हो घर होइन। अत्यन्तै राम्रो बनाइएको थियो। यो टिनले, नयाँ टिन लगाएर राम्रो गराउनु भएको छ, रहेछ। उहाँहरूलाई मरिमरि धन्यवाद। देख्न पाइएको छ संरचनाहरू, हामीले बनाएका संरचनाहरू। खुसी लागेको छ। उहाँहरूले जगेर्ना गर्नुभएको छ। उहाँहरूको पनि उन्नति प्रगतिको कामना गर्दछु। यो माथि अलैँची लगाइएको छ पुरै। यहाँ माथि धेरै माथि जस्तो लाग्थ्यो, नजिकै देखिएको छ अहिले। यहाँ तलतिर पनि पुरै अलैँची लगाइएको छ। जङ्गल जस्तो भएको छ। फेरि पनि केही छैन। खुसीको आभास भएको छ देख्न पाउँदाखेरि। अत्यन्तै खुसी लागेको छ। हस् त, धन्यवाद। यो घर यहाँ हामीले 20-25 वर्ष बिताएको घर, जीवनयापन गरेको घर, जन्मेको, बढेको, हुर्केको घर, जग्गा जमिन यहाँ तल बाँसघारी। तलबाट पाङखाली काकाको बाटो मैले देखाएको थिएँ, माथि स्काई लाइन भनेर। यो तल रहेको यो जङ्गलको तल्लो भाग, यो नै तलबाट देखिने स्काई लाइन हो। यहाँ रहन्थ्यौँ हामी। कति खुसीहरू यहाँ हामीले खुसीका क्षणहरू बिताएका छौँ, दुःखका क्षणहरू पनि यहाँ बिताएका थियौँ। आमा बाबाले कति दुःख गरेर हामीलाई हुर्काउनु बढाउनु भएको थियो। यही घर, यही ठाउँ, यही जग्गामा नमन गर्दछौँ यो जग्गाप्रति। आमा बित्नुभयो, तर बुवा हुनुहुन्छ। बुवालाई मैले भने, हामी दाजुभाइले भन्यौँ, हेलिचार्टर गरेर हामी पुरानो घरमा लैजान्छौँ, हेर्ने इच्छा छ भन्दाखेरि उहाँले होइन म हेर्दिनँ, जाँदिनँ भन्नुभयो। उहाँ 93 वर्षीय हुनुहुन्छ, वृद्ध। ठिकै छ, केही छैन। उहाँ बिचमा हिँड्न सक्दाखेरि त उहाँ आउनुहुन्थ्यो, यहाँ हेरेर पनि जानुहुन्थ्यो। हामी अहिले पथरी मोरङमा बसोबास गरिरहे तापनि बेला बखत यतातिर आउने काम पर्दाखेरि हामी यहाँ आइपुग्ने गर्दछौँ। हामी हिँड्ने बाटो यही गोरेटो बाटो हुँदै हामी दिङ्ला अरुण माध्यमिक विद्यालयमा पढ्नको लागि बिहान गएर बेलुका फर्कन्थ्यौँ। यही गोरेटोहरू हो, अहिले पनि रहेको छ। यो खन्युको बोट यहीँ थियो, यहीँ छ, प्रतीक्षामा रहेको छ हाम्रो। कहिले आउँछौँ, कहिले भेटघाट गर्छौँ। यो तल्लो खन्युको रुख पनि यहीँ रहेको थियो। खुसी लागेको छ। नेभाराको रुख भयो यो परको। यो बिचको अरू बिरुवाहरू चाहिँ थिएन। निगाला घारी यो पहिले पनि रहेको थियो। खुसी लागेको छ। फेरि पनि खुसी व्यक्त गर्दै यहाँबाट बिदा हुन्छौँ। बाई बाई। यो ठाउँहरूप्रति नमन गर्दै पुनः
नमन गर्दै हामी बाई बाई भन्न चाहन्छौँ। हवस् त, धन्यवाद। तल सुभाषकोमा एकछिन पुगेर फर्किनु पर्ला थियो। अहिले कता जानुहुन्छ? माथि जानुभएको थियो? ए ल, यहाँ तल देखेको चाहिँ हाम्रो सुभाष सुनवार भतिजको घर। यहाँबाट अब चाम्लादाङ, यो चाम्लादाङको ठाडो पैदल हिँड्ने मूल बाटो। यहाँ फुर्ते दाईहरूको पहिलेको मूल घर थियो। पल्लो देउसे साइलाको, तल्लो माझघरे साइलाको। यहाँदेखि यो ठाडो बाटोदेखि ठ्याक्कै राइटतिर चाहिँ मेरो घर पर्थ्यो, पिङ डाँडाबाट दाहिने। उकालो लागिँदैछ। उकालो चढ्नलाई चाहिँ अलिक कठिन भइरहेको अवस्था छ। अझै होस्, रमाइलो भएको छ। यहाँको बरको बोटहरू पनि रहेछ अझै। खुसी लाग्यो। हाम्रो सुभाष भतिजको आमा सुनानी काइली भाउजूको वार्षिक पुण्यतिथि पनि आजै परेको। त्यहाँ पनि सहभागी हुने मौका पाइयो। खुसी नै लागेको छ। अब माथि अहिले बाइक चाहिँ मैले बाटोमा, रोडमा हाम्रो घरबाट दाहिने यता निगुरे जाने बाटोमा छोडेको छु। त्यहाँसम्म चाहिँ पैदल हिँड्नुपर्ने अवस्था रहेको छ। यो बाटो हिँड्दैछु। ल है आहा, तराईमा अलिकति वाकिङ त गरिन्थ्यो बिहान बेलुका, तर यो पहाडमा चाहिँ अल्टिच्युडको कारणले पनि हुनसक्छ। सास फुलिरहेको अवस्था छ। ल, आफन्त इष्टमित्र सबैजना भेट्यो। चाम्लादाङको साथीभाइहरू सबैजनालाई धेरै धेरै धन्यवाद। चिचिलाको खड्ग, सोल्टी अनि यहाँको हाम्रो सबैजनालाई भेट भयो। खुसी लागेको छ। ल है त, पिङ डाँडा। यहाँ पनि एउटा नयाँ घरको निर्माण भएछ भर्खरै। कसले बनाउनु भयो खासै जानकारी चाहिँ भएन। ल, ठ्याक्कै अब तेर्सो रोडमा आइपुगिएको छ, मोटरेबल बाटो। अब यहाँबाट चाहिँ म निगुरेतिर लाग्नेछु। फर्केको छ। अब जाने उता निगुरेतिर लागेको। कता यता आउनु भयो त? कसले घर बनाएको? ए, यहाँ तल बस्ने। ए, हस्ते माइला भन्थे होइन? उसको छोरा साइला। ए ल ल, आइपुग्यो अब तेर्सो बाटोमा, बाइक राखिएको ठाउँमा। यो घर चाहिँ हाम्रो कुमारी बाउ काकाको। पर देखेको गणेश गुरुङ, गणेश दाईहरूको घर। त्यो माथिल्लो गोक्ते दाईहरूको थियो, अलिकति सानो देखिएको छ। त पातल घर केसु आमाको, माथिल्लो गोपी छामाको। यस्तै छ चाम्लादाङ। ल, पारी जौले गाउँ। पारीबाट आएको आज चाहिँ। यहाँ बिचमा ग्याप देखेको ठाउँ ठ्याक्कै यो ग्यापबाट आएको बिहान। यहाँबाट यहाँ आइपुग्यो। अब जाने ठाउँ चाहिँ ठ्याक्कै यहाँबाट तेर्सो हुँदै यो पहिरोको टाउको हो। यहाँबाट ठ्याक्कै चट्ट गएपछि यहाँ चाहिँ निगुरे डाँडा पुगिन्छ। यहाँ बस्ने आज है त। भलायो डाँडा, पारी सेतो देखेको चाहिँ पहिरोको टाउको भलायो डाँडा। यहाँ अब पातलबारी मासतिर अलैँची खेती राम्रो छ। जे होस्, अलैँची खेती चाहिँ हाम्रो साथीभाइ इष्टमित्रहरूको। यो चाहिँ पहिरोको टाउको ठ्याक्कै। यहाँसम्म चाहिँ चाम्लादाङबाट पारीबाट निकै उकालो बाटो। बाइकलाई 1 नम्बर गियरमा मात्रै कुदाउनु पर्ने अवस्था रहेको थियो। जसो तसो यहाँ टपमा आइपुगेको छु।
यहाँबाट अगाडि भने राम्रो बाटो रहेको छ। चौतारा फलैचा पनि बनाउनु भएको छ यहाँ। स्वर्गीय पिता बिर्खबहादुर नारीमाया जोगी परिवारहरूले बनाउनु भएको छ चौतारा फलैचा। यहाँदेखि अगाडि चाहिँ पहिले पनि अलि सम्म परेको जग्गा, बाटोहरू अलिकति सहज नै छ, सहज नै रहेको छ।